आज नेप्सी 15 पोइन्टले बढेर 2566 मा एन्ड भएको छ। बिहान स्टार्टमै राम्रोसँग बढ्यो अराउन्ड 12 बजेसम्म, बिस्तारै तलमाथि भयो तर माथि नै बस्यो। इन दी एन्ड ग्रिनमै एन्ड भयो। 207 स्क्रिप्ट्स ग्रिन छन् भने 44 मात्रै रेडमा एन्ड भएको छन्। टप गेनरमा सागर, माबेल, बुङ्गल। टप लुजर्समा HPPL। टप टर्नओभरमा सहस, वरुण, MEN। टप भल्युममा वरुण, निफ्रा, सहस र टप ट्रान्ज्याक्सनमा बुङ्गल, DHEL र माबेल छन्। आजको ग्राफ हेर्दाखेरि ठुलो ग्रिन क्यान्डल बनिरहेको थियो मर्निङमा हैन, माराबुजो क्यान्डल जस्तो खालको ठुलो क्यान्डल बनिरहेको थियो विदाउट ब्रेक, तर लास्टमा चाहिँ फेरि सेलिङ आउन थाल्यो। भल्युम चाहिँ आज खासै धेरै छैन है, हिजो 3.9 छ भने आज 4 हो, सो खासै सिग्निफिकेन्ट भल्युम आएको छैन। यो ठुलो ग्रिन क्यान्डलले गर्दाखेरि फर्स्ट आवरमा चाहिँ राम्रो पोजिटिभ देखिरहेको थियो नेप्सी हैन, बट एज यु क्यान सी यहाँ हामीले पहिले नै बनाइरहेको यो सपोर्टकै एरियामा आएर ठोक्यो त्यो 2580 को सपोर्टको लेभलमा, र त्यहाँ ठोकेपछि चाहिँ इट कुड नट गो अप, अर त्यो ब्यारियर ब्रेक गर्न सकेन है। एन्ड वाइ इट वाज नट एबल टु ब्रेक द ब्यारियर बिकज भल्युम राम्रो छैन। भल्युम चाहिँ खासै इन्क्रिज भएन, ग्रिन मात्रै भएर त त्यसले यो राम्रो सपोर्ट छ, यो पुरानो हैन कति वर्षको होल इयरको सपोर्ट हो यो फ्रम 2024, त्यो चाहिँ ब्रेक गर्न सक्दैन अहिले चाहिँ। सो त्यही भएको भएर चाहिँ त्यहाँसम्म राम्रोसँग गयो, र एज यु क्यान सी यो विकले त्यहीँ छोएर त्यहाँबाट नै सेलिङ आएको हो है। अब लेट्स लुक एट द 1 आवरली चार्ट। 1 आवरली चार्टमा पनि त्यही देख्नुहुन्छ, फर्स्ट आवरमा राम्रैसँग बढ्यो है, एन्ड देन त्यो जुन हाम्रो 2580 को सपोर्टमा जब यो ठोक्यो त्यसपछि तल आउन थाल्यो, र त्यसपछि चाहिँ रेड भयो, ग्रिन रेड त्यस्तै भएर एन्डमा चाहिँ सेलिङ नै आयो। सो एज वी सेड होइन, नेप्से बढ्ने घट्ने भन्दा पनि अहिले हामीले भल्युमलाई ध्यान दिइरहेको भनेको यही हो, मैले हिजो भन्नु खोजेको कुरा। अब यो बढेरै गए पनि भल्युम नबढेसम्म खासै राम्रो देखिएन होइन। होपफुली अब आजको जुन पोजिटिभ माहौल छ त्यसले गर्दाखेरि मोर रिटेलर्सहरू इन्ट्रेस्ट भएर यसमा मोर रिटेलर्सहरू एन्ट्री लियो भने त्यसपछि चाहिँ भल्युम बढ्छ, र एन्ड देन यो ब्यारियर ब्रेक गर्न सक्छ। तर एज यु क्यान सी एकदम स्ट्रङ ब्यारियर हो। यता पनि देख्नुहुन्छ है, यो डेली चार्टमा हेर्नु त। सो यतापट्टि यो ब्रेक गर्नुभन्दा अगाडि ठुलो भल्युम आएको थियो है। सो यतापट्टि 2.6बाट एकैचोटि 4.57 4.6 मा आएको थियो। सो त्यसरी अलिकति बढेपछि मात्रै यो ब्यारियर ब्रेक हुन्छ। अहिलेको लागि चाहिँ एकदमै स्टेबल भल्युम आइरहेको छ। सो नेप्से त्यही भएर मैले त्यही कुरा गरेको थिएँ कि ग्रिन होस् रेड होस् बढ्ने घट्ने भन्दा पनि हामीलाई चाहिँ भल्युम नै चाहिरहेको छ भन्ने कुरा है। अनि 1 आवरलीमा हामीले के हेर्न सक्छौँ भन्दा एकदमै ठुलो क्यान्डल छ फर्स्ट आवरमा ग्रिन होइन, सेकेन्ड आवर लास्ट आवरमा सानो रातो क्यान्डल छ, बट स्टिल भल्युम हेर्नुहुन्छ भने सेलिङकै धेरै छ है। ग्रिन क्यान्डलमा जति भल्युम छ सेलिङमा त्योभन्दा कमको छ, सरी धेरै छ सेलिङमा। सो इट इज 1.1 1.2 होइन। अनि यहाँ तल पनि रेड क्यान्डल नै, रेडको भल्युम नै ठुलो छ है तल पनि यहाँबाट। सो इन दि एन्ड स्लाइट डिफ्रेन्स छ, तर त्यो डिफ्रेन्समा पनि सेलिङले नै जितेको छ, बाइङले जित्न सकेको छैन। सो नेप्सीलाई म त्यति नै भन्न चाहन्छु, सोचेको जस्तो पोजिटिभ चाहिँ होइन यो, जस्ट तर एउटा मात्रै मिसिङ पिस छ, द्याट इज भल्युम। नेप्सी चाहिँ भेरी रेडी टु गो अप होइन, यहीँबाटै अहिले सपोर्ट लिइसक्यो। अब त्यो आएन भने चाहिँ स्लाइटली अब यसले अर्को चाहिँ हायर लो पनि बनाइसक्यो होइन। अब त्यसपछि बल्ल माथि गएर हायर हाई बनाउन सक्छ, लेट्स होप। अब नेक्स्ट कमिङ डेजहरूमा चाहिँ रिटेलरहरूले एन्ट्री लियो भने चाहिँ एन्ड देन यो सपोर्टभन्दा माथि जान्छ, र सपोर्टभन्दा माथि नै बस्छ त्यसपछि चाहिँ, बिकज दिस इज अ गुड सपोर्ट। सो आजको लागि यति नै हो। लेट्स सी वाट ह्यापन्स टुमोरो। लाइक वी सेड हामी भल्युमलाई नै बढ्न कुरौँ, एन्ड भल्युम एकचोटि बढेपछि चाहिँ नेप्से नेगेटिभ चाहिँ छैन, नेक्स्टले पोजिटिभै हुनु खोजिरहेको छ, इट जस्ट निड्स सपोर्ट, द्याट्स इट। अब पछि कुरा गरौँला यसको फेरि। थ्याङ्क यू।